जनताको आवाज मेरो यो प्रोग्राममा तपाईहरु सबैलाई स्वागत छ। अहिले देशभरि र विश्वभरि नेपालमा हुन लागिरहेको चुनावको चर्चा परिचर्चा छ। त्यो भन्दा पनि बढी चर्चा नेपालमै रहेको झापा जिल्लाको छ। किन छ भन्दाखेरि तपाईको चाहिँ काठमाडौँको मेयर बालेन शाहले आफ्नो मेयर पद त्यागेर देश र जनताको सेवा गर्छु र देश विकास गर्छु भनेर प्रधानमन्त्री पदको लागि राजसभाबाट चुनाव उठ्दैछन् झापा 5 बाट। त्यसै गरी उहाँकै प्रतिद्वन्दी केपी शर्मा ओली विगत 50औं वर्ष अगाडिदेखि उहाँले चाहिँ झापामा कब्जा गरेर आफ्नो बहुमत ल्याएर जितिराख्नु भएको थियो, प्रधानमन्त्री भइराख्नु भएको थियो। उहाँकै ठाउँमा गएर मेयर बालेन शाह, काठमाडौँको पूर्व मेयर बालेन शाहले आफ्नो पद त्यागेर झापाबाट केपी शर्मा ओलीको प्रतिद्वन्दी बन्दै हुनुहुन्छ। मेरो यो जनताको आवाज प्रोग्राममा यही चर्चा परिचर्चाको विषयमा आउनुस् तपाई हामी यो जनताको आवाज प्रोग्राम मेरो प्रोग्राममा हामी कुरा गरौँ। तपाईलाई के लाग्छ? बालेन शाहले झापाबाट जित्लान्, झापा 5 बाट जित्लान्, अथवा केपी ओलीले कयौं वर्ष अगाडिदेखि जित्दै आएको फेरि पनि झापा 5 बाट बालेन शाहलाई हराउँदै केपी ओलीले फेरि जित्लान् त? भोट तपाईको इच्छा, तपाईको कसले जित्था, तपाईको इच्छा के छ, तपाईको चाहना के छ, कमेन्ट गर्नु होला। हामी कमेन्टमा गफ गर्ने छौं। आउनुस् जनताको आवाज बुलन्द गरौँ।